फागुन 21 को निर्वाचन वातावरण बनाउने कर्तव्य सरकारको हो र सबै राजनीतिक दलहरूको सहभागिता संलग्नता हुनुपर्छ। तपाईहरुले सम्झिनुभयो भने तपाईहरुले नै छाप्नु भएको समाचार नक्खुबाट अस्तिको आन्दोलनको बेलामा भागेको एउटा कैदीले ठमेलमा साथी मारेको सुन्नु पनि हैन। एउटा अर्को जेलबाट भागेको मान्छेले काभ्रेमा श्रीमती मारेको सुन्नु पनि भने सरकारले पनि त्यो सुन्यो होला नि। भन्नुको मतलब जेलबाट भागेका कैदीहरू फिर्ता गराउनतिर लाग्नु पर्यो, सक्नु पर्यो। हतियार जो फिर्ता भएका छन्, हतियार जो गएका छन्, बाहिर गएका छन्, त्यसलाई फिर्ता ल्याउनु पर्यो। चुनावको लागि अनुकूल वातावरण बनाउने कर्तव्य सरकारको, दलहरूले चुनावको वातावरण साथ पनि दिने हो। तर फागुन 21 मा चुनावको वातावरण बनाउन सकिने अवस्था भएन भने सबैले सर्वपक्षीय समझदारी गरेर यही सरकारले नै वैशाखतर्फ निर्वाचन लिएर जाँदै गर्दा यो सरकारलाई साथ दिएर जाने मनोविज्ञान बनाउनु पर्छ। यद्यपि तपाईको 84 त कसरी 83 एउटा साल बीचमा फेरि सिंगै गायब गरिदियो भने त मार्छ त हो। त्यसकारणले गर्दा निर्वाचनको लागि वातावरण राम्रो बन्दा फागुन 21 मा चुनाव होइन भने फागुन 21 को चुनाव वैशाखमा सार्दैमा पहाड खस्दैन, आकाश खस्दैन। त्यो सारेर जाने प्रक्रियामा जाँदै गर्दा मधेसको 19 गतेको होली पनि सकिन्छ। हिमालमा हिउँमा प्रचार गर्न नसकिरहेको ठाउँमा त्यहाँ पनि अनुकूल वातावरण बन्छ हैन। कैदीहरू फिर्ता ल्याउने कुरो, हतियार फिर्ता ल्याउने कुरो बन्छ। नेकपा एमाले एउटा जिम्मेवार राजनीतिक दल निर्वाचनमा आउँछु भनेर घोषणा गरिसकेको छैन, उसलाई पनि त्यसबीचमा ल्याउने अवस्था बन्छ। नागरिक पंक्तिमा हर्षोल्लासको बीचबाट बन्न सक्छ। त्यसकारण फागुनभन्दा वैशाख राम्रो हो। वातावरण भने फागुनमा गरौँ, बनाउन सकिएन भने वैशाखमा गरौँ। मैले त खुलेआमै प्रस्ताव गरेको छु।